हेर्नुहोस् है मेरो मित्रहरू एकदम मात्रामा ल म अलिकति पुस गरिदिन्छु ल ल आमा माथि पक्रिस हाँगा ल यो चाहिँ चिन्डेको रुख हो चिन्डे एकदमै दामी भएको छ यहाँ मेरो पार्टनरले झार्दैछ यो चिन्डे फेरि अचारको लाला राम्रो र यो एउटा मेडिसिन पनि हो यो अचार पनि प्लस यो प्योर अर्ग्यानिक हो किडनीलाई एकदमै राम्रो चाहिँ यसले गर्दाखेरि प्रायः यो किडनीको रोग हुनेले यसको बोक्रा तासेर खाने गर्छ हो कि कतिवटा कुरो यसले एकदमै राम्रो ठिक गर्छ यस्तो दामी हुन्छ यो हेर्नु हो यसले गर्दाखेरि यसमा त अब के भन्नु अब यो यसको भिटामिन प्रोटिनको त कुरा नगर्दा पनि भयो ल यस्तो छ है साथीभाइ हाम्रो अर्ग्यानिक चाहिँ खै नेचरल अर्ग्यानिक हो यो ले झार्दैछ अलिक होसियारी गरे यसो त्यो त कच्चा हुन्छ नि फेरि चिन्डे त टक टक भाँचिने हाँगा हुन्छ उहाँले बटुल्नु हुँदैछ छिङ्गो चाहिँ यो कति दामी लाग्छ दामी लाग्छ नि यो अझ यो चिन्डेमा कालो खाले झन् राम्रो हेर्यो भाइ आमा कालो खालको यो पनि त स्पेसल हो नि हौ फेरि दामी भएको छ त्यो ठिक्कैको भएको छ है हजुर यो खाने योग्यको भइरहेछ ओ एकै जग्गा फ्याँकै एकै जग्गा फ्याँकै र यो हाम्रो प्योर यो नेचरल अर्ग्यानिक हो यो रुखमा यसलाई हामीले स्याहार्नु पर्दैन रुख बारीमा हुन्छ आफै यसको पलुवा हान्छ यो पलुवा टुप्पी चाहिँ यो प्रकारको हुन्छ हेर्नुहोस् साथीभाइ हेर्नुहोस् है यो प्रकारको हो यहाँ दाजुले बटाउनुहुन्छ यस्तो हुन्छ यस्तो हुन्छ दामी हुन्छ यो चाहिँ यो अचार सब्जी खानु पनि दामी हुन्छ र यसलाई चाहिँ मेन निको प्यासनको लाला चाहिँ यो एकदमै असल दामी हो यो चाहिँ ल हेर्नुहोस् साथीभाइ यसको अचार खानु झोल खानु यो त अहिले माथि बजार यो गरे हाम्रो गोर्खा हाटमा भर्खर महँगो बिक्री हुँदैछ दुजो यो ओइसम्म बिस्तारै गरे त्यो सानसानो हाँगामा नटेक मडक मडक तान्न डाँखलाई भाँच्दाखेरि त्यो चाहिँ माथिबाट भाँचेको त राम्रो नि राम्रो पलो छ हँसियाले चाहिँ काट्नु हुँदैन हतियारहरूले क्या दाजु ल हेर्नुहोस् ती दामी हुन्छ यी हेर्नुहोस् है साथीभाइ यस्तो छ तपाईँले चिनिराख्नु चिन्डे तपाईँहरूकोतिर हुन्छ हुँदैन कमेन्ट प्लस गर्नुहोस् अझ उयो माथि पनि छ जुजो यहाँ माथि पनि छ बिस्तारै होसियारी गरेँ ल साथीभाइ नेक्स्ट भिडियो असल लिएर आउने नै छु ल त्यति जलको लालाई थ्याङ्क यू सो मच